टाइम हेर्नु त हामी चाहिँ यहाँ एउटा मात्र बाइ बाइ म चाहिँ अगाडि बसेछु यहाँ ड्याडीले गाडी चलाउँदै हुनुहुन्छ अहिले हामी कोक फ्याक्ट्री अगाडि छौँ ठ्याक्कै भरतपुरको कोक फ्याक्ट्रीको अगाडि छौँ अनि हामीसँग पछाडि चाहिँ म छु मम्मी भइसक्छ मनिका दिदी हेलो सबैजनाले हेलो भनिदिनु हाम्रो ब्लगमा हेलो आइसाको ब्लगमा हामी पनि आउनेछौँ हेलो हेलो स्वागत छ हजुर सबैजनालाई सैसा जर्नीमा यहाँ चाहिँ अस्ति आउँदाखेरि चाहिँ यहीँ गैँडा देखिया थिएँ बेलुका आउँदाखेरि सायद आज पनि देखिन्छ कि त्यो आइसकेको चाहिँ ट्याक्क अगाडि सौराको फेमस लागिसक्यो यहाँ चाहिँ पुल वेलकम टु चितवन नेसनल पार्क फोटोसुट हुँदैछ यहाँ फोटोसुट भइरहेको रहेछ सबैजना यहाँ पुल रमाइलो हुन्छ बेलुका राम्रो पुल छ यहाँ सौरा छिर्ने बित्तिकै हात्तीको बच्चा यसरी भित्रै छिरेर खानेकुरा माग्ने रहेछ पसलमा आइदिन्छु भित्रै गएर यसरी मागेर ए हजुर देखाउ नि पानी पछि यसो केरा लिएर दिनु होइन खायो त्यहाँबाट दिनु भयो सधैँ हेर्दा सौरा आइसकेको छौँ अनि यहाँ चाहिँ यस्तो राम्रो नदी रहेछ यहाँ बोटिङ चलिरहेछ यहाँ चाहिँ फोटो सेसन भइरहेछ सबैजनाको राप्ती नदी होइन राप्ती नदी राप्ती नदी त्यहाँ बोटिङ माथि गइदिने कट्न भयो दुईटा बन कटेर यो फेमस साइन सौरा बाटोमै थियो आउँदाखेरि पुलमा त्यहाँ हो सौरा नजिक वाक गरेर जाँदैछौँ
बाघ हो कि बाघ देखियो बाघ बाघ हेरे मलाई नभए आइदिन्छ त्यही त चाहिँ यहाँ यसो बाघ देखिन सक्ने ठाउँमा आउनु अघि त्यो पुल मुनि थियो नि त हजुर त्यहाँ पुलबाट आउँदाखेरि हजुर पुल मुनि थियो कि हामीले ठ्याक्क देखाएको थियौँ ए हामी सरासर आइयो त्यही भएर भइरहेको छ जानु जानु आमा जानु आउनु त हुन्थ्यो फोटो कस्तो राम्रो आइस हामी आफ्नोमा खिच्छ जस्तै यस्तै रमाइलो छ यहाँ हामी चाहिँ अब पानीपुरी खान लागेको हो चटपट चाहिँ हामीले घरैबाट बनाउने भनेर सामान लिएर आएको छौँ त्यही भएर पानीपुरी मात्रै खान लाग्छौँ मिठो छ यसले कस्तो लागिरहेको छ त गर्मी छ है आज आइसक्रिम कस्तो रहेछ भाइ यहाँ टक्क स्टाइलमा बस्नु आज हामी चाहिँ यहाँ अब पानीपुरी ओल्ड इज गोल्डमा पानीपुरी खाएर अब जाँदैछौँ थारू डान्स हेर्नु भएको हजुर हेरेछु थारू डान्स लास्ट टाइम आउँदाखेरि हेरेर गएको थियो यहाँ चटपट खानु भयो होला त्यो बेलामा होइन फेमस चन्दन चटपट हजुर हामी यहाँ गइरहेछौँ के ए यहाँ गएर ह्याप्पी लेमन ट्री भन्ने रहेछ हजुर हात्ती देख्नु भयो कि देख्नु भएन अहिले देखियो त्यहाँ हात्ती र बच्चा आइरहेको थियो अघि हात्ती र बच्चा थियो मोनिका दिदीले के अरे बिस्किट किनेर खुवाउनु भयो ए खुवाउनु भयो ए भनेपछि दामी भयो बच्चा त्यसपछि गएर अर्को ठुलो हात्ती पनि उताबाट आइरहेको थियो सँगसँगै गए तिनीहरू चाहिँ अनि एकछिन देखियो हात्ती ठ्याक्क आउने पार्क गरेको ठ्याक्क त्यति बेलै ठ्याक्क हात्ती जाँदाखेरि अलिकति यतै थियो हामी चाहिँ यहाँ खोला किनार आइपुगेछौँ सोरामै यो चाहिँ यस्तो राम्रो रहेछ यहाँ शान्त जस्तो मौसम छ छतिर गइ आएर बसेको भए दामी हुन्थ्यो है यहाँ भिडियो खिच्नलाई रमाइलो हुन्थ्यो जस रमाइलो यस्तो ऊ त्यहाँ चाहिँ क्रोकोडाइल रहेछ डर लाग्यो होइन त आइसालाई डर छैन पुल चाहिँ बेस्ट नै हल्ल्याएको छ त्यही एकदम हल्लिने खालको पुल रहेछ अब एलिफेन्ट ब्रिडिङ सेन्टर ल हिँड्दै गर अगाडि ल है हामी त झलुङको ल हिँड्दैछौँ झलुङ त फेरि हल्लिरह है हामी चाहिँ एलिफेन्ट ब्रिडिङ सेन्टर आइसक्यौँ एकदम भिड रहेछ यहाँ मान्छेहरू एकदमै देखिरहनु भएको छ यहाँ अहिले हामी ऊ त्यो पुलबाट आएको यो 1000 को नोटमा हुने पुल चाहिँ हो पहिला पहिला त्यहाँ ल्याउने यही हो कि अहिले त हात्तीहरू चढ्ने रहेछ
पुरै माथि रहेछ चितवनको एलिफेन्ट ब्रिडिङ सेन्टर है आइरहेको ठाउँ नै हो हुन त चेन्ज खासै केही नभए नि यहाँ आउन चाहिँ जस रमाइलो लाग्छ रमाइलो ठाउँ म चाहिँ यहाँ आएको दिन खास गरी पहिला चितवन धेरैचोटि आए पनि ब्रिडिङ सेन्टर आउने चान्स मिलेको थिएन सुरु छ एकदम राम्रो बनाएर छ कन्जर्भेसनको हिसाबले पनि सानो क्युट हात्ती रहेछ एलिफेन्ट ब्रिडिङ सेन्टरबाट हामी चाहिँ एलिफेन्ट ब्रिडिङ सेन्टर अब एकछिन घुमेर हामी चाहिँ अब फर्किन्छौँ बेस रमाइलो है ठाउँ एलिफेन्टलाई कन्जर्भेसन गर्नको लागि सो यहाँ एलिफेन्ट हेर्नलाई पनि रमाइलो रहेछ भित्र आएर हेर्नलाई भेरी इन्ट्रेस्टिङ अब चाहिँ हामी फर्किन्छौँ ड्याडीको चाहिँ अगाडि अगाडि हुनुहुन्छ आइसा सबैजना हामी चाहिँ चटपट बनाउनको लागि भनेर यहाँ सामान रेडी गर्दैछौँ यहाँ यसमा आएर बसेको छ दिदी कतिको एक्साइटेड चटपट खान एकदम भर्खर एलिफेन्ट ब्रिडिङ सेन्टर गएर आयौँ हात्तीलाई हात्तीको बच्चा हेरेर त्यही त एलिफेन्ट राइडिङ घुमेर आयो अनि अब चाहिँ फर्किँदैछौँ बेलुका भइसक्यो रमाइलो भयो चटपट खायौँ सबैजनाले तिमीहरू जाने प्लान थियो तर हाउसफुल भएको भएर त्यो प्लान चाहिँ हाम्रो सक्सेस भएन तर अब चाहिँ हामी घर जान्छौँ त्यो त जस रमाइलो भयो आज भ्यू पनि यस्तो राम्रो छ आज यहाँ सनसेट बेलामा Bye bye.